नमस्ते सबैमा। आज पनि यो सानो भिडियो यो नयाँ श्रम स्वीकृतिले उत्पन्न गरेको समस्याको बारेमा म छलफल गर्दैछु। किनकि तपाईहरुलाई थाहै छ, जो पनि भिजिट भिसामा गएर आउनुभयो गल्फका देशहरूमा र जसले पनि म्यान पावर मार्फत भिसाहरू लगाउनु भएको छ, उहाँहरूको श्रम स्वीकृति भएको छैन। नयाँ श्रम स्वीकृतिमा सरकारले पूर्ण तरिकाले रोक लगाएको छ। सरकारको यो चाहना भनौं या बाहना भनौं, यसलाई तपाईहरुले बेटर तरिकाले बुझ्न सक्नुहुन्छ। तर यो श्रम स्वीकृतिको सर्टकट खोज्ने तरिकामा धेरैले यस्ता पनि केसहरू फेस गर्नु भएको छ कि एजेन्टहरू मार्फत या कोही अननोन नम्बरहरूबाट फोन आउने, तपाईहरुको समस्याको फाइदा उठाउने जस्ता फोन आउने र तपाईहरुलाई श्रम बिना दिल्ली, मुम्बई अनि कलकत्ता जस्ता शहरबाट हामी उडाउन सक्छौं श्रम स्वीकृति नभए पनि भन्ने यस्ता स्क्यामहरू अहिले चलिरहेछ। यसप्रति पनि तपाईहरुले एकदमै ख्याल गर्नु होला, किनकि यो पूर्ण तरिकाले यो फ्याक हो। यो पोसिबल छैन। श्रम स्वीकृतिमा रोक लगाइएको यसैले हो कि तपाईहरु युद्ध क्षेत्र, युद्ध जारी रहेको देशहरूमा तपाईहरु जान नपरोस् भन्ने तरिकाले नै सरकारले रोक लगाएको र यस्ता कलहरू, मेसेजहरू तपाईहरुलाई आउँछ भने हामी दिल्लीबाट, मुम्बईबाट, कलकत्ता जस्ता शहरबाट, इन्डियाका शहरहरूबाट बिना श्रम स्वीकृतिको तपाईहरुलाई उडाउन सक्छौं भन्ने जस्ता फोन आउँछ भने तपाईहरुलाई यसलाई इग्नोर गर्नुस्, यसको पछाडी नलाग्नु होला। यो पुरै फ्याक हो र श्रम स्वीकृति प्राप्त गरेपछि मात्र तपाई आफ्नो नेपालबाटै, तपाई काठमाडौँबाटै उड्न सक्नुहुनेछ र हामी सरकारलाई पनि भन्न चाहन्छौं कि यस सम्बन्धित हाम्रा श्रमिक नेपाली दाजुभाइ दिदीबहिनीहरू धेरै समस्यामा हुनुहुन्छ। यस सम्बन्धित छिटै तपाईहरुले फैसला गर्नुस् केही न केही र उहाँहरूलाई एउटा राहतको सास फेर्ने वातावरण बनाइदिनुस् भन्ने हामी चाहन्छौं। धन्यवाद।